आज चाहिँ हामी कहाँ जाँदैछौँ? मैले नट आउट हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल। अनि सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ रे? पोखरा वी आर गोइङ टु पोखरा। अनि खासमा चाहिँ के भन्दाखेरि हामी चाहिँ तनहुँमा गेम खेल्न आएको थियौँ। तनहुँबाट चाहिँ अब के भन्ला अबे साले जो माफ करना मैं जो तनहुँबाट चाहिँ 5 मिनटमै अब के भन्नु तनहुँमा आइसक्यो। के भन्दाखेरि चाहिँ यहाँनिर अब हामीसँग हुनुहुन्छ रोशन झा, गुप्ता सर, अनुज, अनि त्यसपछि हाम्रो असिम, आज किरण चेन्जुङ है, किरण चेन्जुङ। अनि के भयो भन्दाखेरि आज बिहान चाहिँ घर जाने प्लान थियो। अब एकैछिनमा प्लान बनाएर चाहिँ घरबाट पोखरा जाने भयो। प्रतीक भाइ चाहिँ अब गर्नी जानी 4-5 दिनमा यो भिडियो हेरेर त बुढीले मार्छ त बुढी पिडी है। उहाँ चाहिँ 7 बजी उठेर घर जानुपर्छ। दाइ के गरेको दाइ जाने घर गएर के गर्नुपर्छ नि? रेस्ट बुझ्नु समझ रहे हो ना? समझ रहे हो ना? यस्तो हाल्नु न है अति भयो 18 प्लस उ हाल्नु त्यसमै के भन्छ ल यो के भयो कुरा के भयो? भाइकोमा होइन अरू यो मेरो अगाडि राख्ने सानो है त्यो भाइको स्कुटरमा जान्छ कि 3टा किलो गइहाल्छ नि। कुरा के भयो? कुरा के भयो? यो पछाडि बोक्ने बिचमा राख्ने कि एउटा। अनि एउटा त मेरो पनि गइहाल्छ नि। ए तपाईँको नि छ स्कुटर त्यहाँ मात्रै गइहाल्छ त्यो। खासमा कुरा चाहिँ के भयो? हजुर कुरा चाहिँ के भयो? कुरा हुनाले मतलब अब हामी के अब हामी त्यहाँ गाडी चढ्ने निस्किने त्यो स्कर्पियोलाई नै भन्यो कि। अनि स्कुटर फेरि स्कुटर भनेपछि अब हामी अब एकछिनमै निस्किहाल्यो। अब निस्किँदा हुन्छ। ठिक छ। हेलो वेलकम टु माई भ्लग है। तपाईँलाई स्वागत छ। उहाँ चाहिँ हाम्रो प्रतीकको टिमको ओनर हुनुहुन्छ। एकदम क्याप्टेन दाइ। यसो इन्ट्रोड्युस गरिदिनु न। आफ्नो बारे भनिदिनु दाइ। हजुर भन्नु न मेरो नाम अनितमिया हो हैन क्लबको नाम चाहिँ टमली राइडर्स। गेम खेल्न आएको हामी चाहिँ अब तनहुँमा क्रिकेट विकास गरौँ भनेर लागेको। यहाँबाट फर्के जाने पर पोखरा आएर केटा त्यही हो अब भाइहरुलाई हेल्प गरेन भाइहरु आछन् हैन हाम्रो टिमलाई सपोर्ट गर्नु भयो त्यसमा हामी धेरै खुसी छौं। अनि तपाईको मतलब क्लबको बारेमा यसो भन्नु। हाम्रो क्लब इस्टाब्लिश भएको 5 वर्ष भयो। हाम्रो एकजना साधन छ टमली राइडर्स हैन अब ल अहिलेसम्म 2टा ट्रफी जितेछौं। अनि यसपालि केटाहरुले के गर्दियो क्या? हमारा मर्जी है, हमारा दिस इज अवर टारगेट, नहीं जीतेगा। क्या मैं समझा नहीं आपकी बात? हमारा टारगेट है, हम नहीं जीतेगा। फिर खेलते क्यों है? हमारा मर्जी। स्टिल वी हैव होप है। अब के भन्छ क्याल्कुलेसन म्याथमेटिक्स होप छ। त्यो एउटा टिम त उयो के रे रन रेट राम्रो भयो नि जाँदा रहेछ। त्यो चाहिँ हामीसँग होप छ। होपफुल्ली अब वी हैव हाई चान्सेस सेमी फाइनलमा पुग्छौँ। सेमी फाइनलमा पुगेर इस्टर्नसँग के हाल्छ के हो? ल ठिकै छ भाइ।
तिमीलाई वेलकम छ मेरो ब्लगमा यसो इन्ट्रोड्युस गर न तिमीलाई मेरो नाम चाहिँ राम श्रेष्ठ म चाहिँ अब हामी देखि भाइ घरतिर जस रमाइलो छ यहाँनिर अलिकति अब मलाई चाहिँ के लाग्यो भन्दाखेरि ग्राउन्ड अलिकति मेन्टेन भइदियो भने झन् बवाल हुन्छ जस्तो लाग्छ कि होइन अब हामी पनि त्यसमै अब सँगसँग मिलेर कसरी डेभलप गर्ने ग्राउन्डहरू अब किटको कमीहरू छ होइन न्युज वर्ल्डको खासै अब इन्भाइरोमेन्ट छैन त्यसलाई डेभलप गर्नेमा लागिरहँ मेन भनेको तपाईँहरूलाई चाहियो भने चाहिँ प्र्याक्टिस गर्ने ठाउँ अब प्र्याक्टिस गर्ने ठाउँ अहिले चाहिँ हामीलाई अब हामीले सँगसँग कुरा गर्दा चाहिँ सँगले अब हामीले रेगुलर 25 जना प्र्याक्टिस गर्ने भयो भने चाहिँ कोच पनि दिन्छु भनिराख होइन अब हामीसँग यहाँ अहिले इन्फ्रास्ट्रक्चरकै कमीको कारणले चाहिँ अब त्यो डेभलप हुन सकेन अहिले तपाईँहरूलाई मेन चाहिएर भने चाहिँ के जस्तो लाग्छ एकदम हामीलाई ग्राउन्ड हो हामीलाई ग्राउन्ड हो ग्राउन्डको लागि बजेट पनि हरेक वर्ष पर्छ अलिक टाढा छ होइन 4-5 किलोमिटर भित्र छ त्यही हो अब बजेट पर्छ कहाँ हुँदैन हो त्यही भएर बजेट कहाँ गएको छ नि थाहा छैन कहाँ गएको नि थाहा छैन ग्राउन्ड त्यहीको त्यही छ ढुङ्गाहरू छ काम भएको छैन जस क्रिकेटलाई माया गर्ने ठाउँ रहेछ यो अनि तर अलिकति क्रिकेट विकास हुन चाहिँ नसकेको रहेछ अनि जस इन्ट्रेस्ट देखाउने मान्छेहरू धेरै रहेछन् यसरी नै अब दामी गर्दै जान्छ है बेस्ट अफ लक है तपाईँहरूलाई सेमी फाइनलमा भेटौँला कृष्ण भाइ के भन्न चाहन्छु ठीक छ पसल चाहिँ बन्द के त यो विषयमा नि यसो दमली त पुरै बन्द हुँदो रहेछ नि राति त एउटा पसल खुल्ला थिएन 10 बजे खोल्न पाउँदैन नि त 8 बजेपछि मलाई फोन गरेको हाम्रै त्यही पसल छ बादमा गरमै छ तपाईलाई कति दुःख दिन्छ कति दुःख दिन्छ भन न सुमन दाइले त दमली हो हैन पुलपारी हैन पुलपारी गयो त्यही थियो राति म हिँडेर गएकै घर यहाँ कति आधी घण्टा हराइ कहाँ भने पसल मुनि खोजे अनि पछि पोखरा जान लागेको सामान नपाएर पोखरा असल सन दाइ लगानी भने नाइट रुट तपाईले आफ्नो आफ्नो अनुहार देखाउनु आफ्नो अनुहार देखाउनु मलाई अघि देखिसक्यो अनि दाइले आफ्नै अनुहार देखाउनु भइरहेको है यो अनुहार चाहिँ हो त्यतै हो कि त्यो 24 आवर उतै हाइवेमा सबभन्दा ढिलोसम्म खुल्यो भने त्यही व्हाइट हाउस हो त्यो नि 11 बजे बन्द हुन्छ अब चाहिँ हामी पोखरा जाँदैछौँ पोखरा 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 भोलि राति सो छ हामीसँग फ्लो छ भ्लग भन्दा नि खतरा भाइरल हो नि मेमोरी भ्लग भन्दा नि त्यो कस्तो पछि गएर यही चिज हेरेर कस्तो खुसी लाग्दो रहेछ कि होइन मेन बाँकी हुने भने यही नै रहेछ कि दाइको एडिटिङ चाहिँ खतरा खायो कि ब्लग्सको एडिट हाल्यो है भिडियो हाल्यो अनि टिकटकमा भाइरल फेसबुकमा भाइरल फर्स्ट तनौ क्रिकेट लिगमा मैले नट आउट 1 रन हाने थिए के हाम्रो काठमाडौँकै एकाडेमीसँग थियो म्याच हैन अनि एन्जल्स आएको थियो अनि कट हाने थियो अनि टक्कै पोइन्ट टु फिल्डरमा चाहिँ भागेको थियो 1 रन चाहिँ जस्ट डाइरेक्ट भएन 1 रन मेरो नट आउट थियो अनि त्यो स्टिल मेरो मलाई भिडियो छ क्या अनि त्यो अहिलेसम्म मैले हेरेर 5 वर्ष भइसक्यो मेमोरिज हो कि त्यस्तो हुँदो रहेछ केटीले सेमी फाइनल धन्न डुबाइदियो कि हामीलाई हानेको एक्लै नै हानेको यार सेमी फाइनल हामी थिएन है तर म चाहिँ केडीले भन्छ त हामीलाई नि एक्लै हान्दिएको डाँडामा हानिदियो केडी त मानिने हो क्या त्यो अन्धधुन्धोमा अन्धधुन्धो त होइन जेस खत्रै हान्छ भिडियोमा आयो हिजो फेरि फेरि केडी तँलाई सुमन दाइले अन्धधुन्दा हान्ने भयो कहिले चाहिँ अब आफ्नो गेममा आएर खतरा हान्नु पर्यो सेमी फाइनल इसिएसँग परेर सुमन दाइको बलिङमा रिभर्स स्विपमा छक्का हान्नु पर्यो सो गाइज फाइनली हामी चाहिँ निस्किन लागिरहेछौँ के छ तिम्रो हालखबर एकदम ठिक छ स्वागत छ तिमीलाई मेरो भ्लगमा अनि कहाँदेखि को पऱ्यो तिमी एकचोटि इन्ट्रोड्युस गरिदेऊ न मेरो नाम अनु सेना र म चाहिँ कर्णाली प्रदेश घर चाहिँ जाजरकोट अहिले हाल चाहिँ हामी अहिले दमोलीमा गेम खेल्न लाग्यो अब हामी पोखरातिर निस्किन लाग्छौँ 81 बनेको प्लान होइन त 81 बनेको प्लान अनि चितवन जाने प्लान सँगसँगै हामी फकिङ एयरबल फकिङ पोखरा फकिङ पोखरा गाइस अबे साले ऊ चाहिँ त्यो युट्युबमा आउने एड जस्तो हो है टाइममा आइरहन्छ ल अब चाहिँ हामी निस्किन लागेको गुप्ता सर केही भन्न चाहनुहुन्छ होला भिके दिइरहेछ लगहरू आइरा हुन्छ बेला एकचोटि यहाँ दोस्त आउन ल ल ल सेट ल आउन न आइरहेको हामी पोखराको लागि गाडी लिन जाँदैछ
गुप्ता सर फेरि आफ्नो च्यानलको इन्ट्रोड्युस गरिदिनु न गुप्ता सर धेरै गर्नुहुन्न फेरि अनसब्सक्राइब गरिदिला नि राति चाहिँ हामी यो कुन रे के होटल रे के प्यालेस स्पेस आई थिंक के थियो नाम पीस प्याराडाइज पिस प्याराडाइज प्यालेसमा बसेको थियौँ अनि एकदम राम्रो थियो होइन अब हाम्रो ड्युटी त त्यही फुकेको रहेछ ए आउँछ फास्ट बलरहरू अनि त्यसपछि राम्रै थियो है खाना मिठो थियो अनि तपाईँहरू आएर बस्नु चाहनुहुन्छ भने यहाँ सम्पर्क गर्नु होला सडकको छेउमै छ अब चाहिँ हामी पोखरा जाँदैछौँ है एड्रेस पनि हामी लिङ्क ल गाइस अबको यात्रा भनेको पोखराको Guys, we are here at यो ग्राउन्डको नाम के अरे पोखरा क्रिकेट स्टेडियम पोखरा क्रिकेट स्टेडियम अनि उहाँ चाहिँ असीम श्रेष्ठ अलि ब्लर देखेँ कि उहाँ चाहिँ असीम श्रेष्ठ है झोला ग्याङ सुमन दाइ च्यानल ऊ चाहिँ झोला ग्याङ जस्तो देखिरहेको झोला ग्याङ म्याचेस अनि यहाँनिर चाहिँ अब टुर्नामेन्ट भइरहेको रहेछ यो कुन टुर्नामेन्ट तिमीलाई थाहा छ यो गण्डकी प्रोभिन्स T20 टुर्नामेन्ट गण्डकी प्रोभिन्स T20 टुर्नामेन्ट अनि हाम्रो केटाहरू चाहिँ गाडीमा आउँदैछन् अनि हामी चाहिँ अलिक चाँडो आइपुग्यौँ किन भन्दा मसँग थियो आफ्नो साधन हाम्रो छैन लै हाम्रो चाहिँ उता तनहुँतिर भइरहेछ अनि तनहुँबाट यसो पोखरा घुम्नु भनेर आएको अनि आज म्याच थिएन सो द्याट हामी चाहिँ पोखरा घुम्न आएको छौँ र एकछिन म्याच हेर्दैछौँ र केटाहरू आइसकेपछि हामी नि उतै जान्छौँ होला होइन सर असिम त्यतै जाने हो अब जाने हो अब म्याचै छैन कहिले सुरु हुने हो अब जाने हो बहिनीलाई के भन्न चाहन्छु यहाँबाट बहिनीलाई के भन्न चाहन्छु बहिनीलाई अहिले केही नभनु रिसाइरहन् मिस यु होइन होइन रिसाइरहन् फकाउनु पर्छ त्यही त यहाँनिर भनेपछि हुन्छ नि त नि मिस यु सो मच है म अहिले पोखरा छु अहिले टाढा छु म याद आएर छ होइन मलाई यता आउनु मन थिएन साथीहरूले यस्तो गरेर आएको त्यस्तो अलि नभनौ भन अनि होइन दाइ यो खुलासा नगरौँ ल ठिक छ सो द्याट अब आज चाहिँ हामी पोखरामा इन्जोय गरेको सब देखाउनेवाला छौँ र एकछिन यसो म्याचहरू नि हेर्छौँ है त दाइ स्वागत छ तपाईँलाई मेरो ब्लगमा हजुरको नाम यसो भनिदिनु न यसो शम्भु पटेल यहाँ कि म्याच हेर्न आउनुभयो कसको छ चाहिँ त्यो मतलब भएन जे होस् म्याच चाहिँ यसो इन्जोय गर्न आउनुभयो एउटा कास्कीको हो टाइम पास गर्न आयो म जाँदा छु त फेरि पानी आउन लाग्यो बस त्यसपछि आयो ए हजुरको नाम शम्भु पटेल हो ए शम्भु पटेल सरी अघि पनि भन्नुभयो है अब हामी चाहिँ चल्दिने ल चल्दिएको ल फोन गर न कहाँ आइपुग्यो म्याच स्टार्ट भएन चल्दिने ल उसलाई चाहिँ सेम झोला जस्तो देखिरह है अहिले म्याच भएको छैन रहेछ सो द्याट हामी चाहिँ अब निस्केको अन्त पानी पर्ला जस्तो छ अब यहाँनिर अब निस्केको है त हेलो गाइज अहिले एकदमै रमाइलो नाजुक छ पानी पर्ला जस्तो छ मौसम राम्रो छ घाम लागेको भए धेरै गाह्रो हुन्छ हट एन्ड स्पाइसी हो गुप्ता सर के भन्दिनु ठिकै छ के भन्ने खाना खानुभयो अनुज केही अरू खाना खाने टाइम भएको छैन अब एकछिनमा होटल गएर खाना खाने अहिले हामी बाइक कुदिरहेछौँ केटाहरू लिन आउँदैछ भर्खर आइपुग्यौँ धेरै टाइम त लाग्दैन रहेछ है छिटो आयो के भन्नु छ गुप्ता के घरको याद आयो क्या किन आउने घर छोडेर त आएको थिएँ एक्सको याद आयो आज जे होस् हामी रमाइलो गर्छौँ बेलुका एकदम त्यही भनेर आएको छौँ क्लबदिन जाने हो र के छ बोल्न कि को बोलेको कि क्लब रे आमा प्रतीक चाहिँ अब तू मेरे से प्यार गर्दी कि नहीं गर्दी अब हाम्रो यात्रा कतातिर हो हलानचोक दुईटा लगडबगाहरू चाहिँ कहाँ गएको बाइक घुम्न गएको खोज्या खोज्नु भयो नपाएर हिँडेको हिँड्दै हामीलाई लाभा बनाएर गयौँ दुईजना तिनीहरू पागल हो पागल हो भने तिनीहरू चिज हो ठिकै छ अब एकछिन पछि हामी होटल पुग्छौँ होटल पुगेपछि आयो किन हो अब एकछिनमा हामी होटल पुग्छौँ होटल पुगेपछि होटलको रुम तपाईँहरूलाई देखाउनेछौँ त्यसपछि कता कता घुम्न जान्छौँ त्यो देखाउँछौँ अनि काइकिङ हान्ने ल अब त्यसपछि अनि काइकिङ गर्न जान्छौँ रमाइलो फुल मस्ती है त अब आज
अब केमा हालेपछि अलिकति रमाइलो गर्नुपर्छ केमा हालेपछि अलिकति रमाइलो गर्नुपर्छ अबे साले जो माफ करना मैं जो तभी त्यही त ल मोडन के अरे फन मोडन ल भेटौँला है त बाई बाई हेलो हेलो के भइरहेछ हेर्नु न दामी बाइक यस्तो बाइक थियो कसैको मार्रा अब हामी कति जाने होटेलको जाउँ अनि त्यसपछि त्यहीँ कुरा होटेल जान त जाने कुन कहाँ त्यही थियो तपाईँहरू बसेको होटेल जाउँ कि त्यही थियो हामी हेर्न गएको त्यही होटेलमा बस्ने त्यही होटेल बस्ने कस्तो छ त्यो 3500मा ठुलो खगोटा 35 सबजना अटो एसीवाला हो के लाग्छ केटाहरू तिमीहरूलाई के आइडिया खाना खाने भन्ने यता आइसक्यो फाइनली हामी चाहिँ होटल रुम पाइसकेको छौँ र बाहिर चाहिँ बार्गेनिङ हुँदैछ अनि बिचरा कस्तो गाउँ हो रे नेपाल आइरह यहाँ त इट्स टु हट म्यान गाउँबाट आएपछि बिचरा बाहिर बाटोमा सुमन मेट बाटोमा भेटाएर आफूलाई सुमन मेट या ब्रो यो जुन यो पोल्युसन छ नि नेपालमा सो ग्रस के Can someone turn on the AC? दुईटा गरे नि अझ एउटा कोठा थपे जस्तो भयो आई मिन वान मोर रुम अनि एउटा रुमको 5000 मा बसिरहेछ ए आउँदैन नि हैन 27000 हामी जस्तो करोडपति मान्छेलाई गरिब हुन गाह्रो हुँदैन मुला करोडपति रे कोसिस गर्छु मलाई त हैन कसम यहाँ बेलुका भूत सुत आउँछ जस्तो लाग्छ न्यूली ओपन 7 स्टार ए फर्स्ट टाइम इन नेपाल ल दाइ हैन अब त्यो त हो अब हजुरको टक क्युआर दिनु सबैले सब पैसा हालम कि कसो हजुर चाहिँ प्रतीकले राम्रो गरिरहेछ त्यो अहिले प्रतीकमा हाल्नु प्रतीकमा इसिएम पैसा नि छैन जति हो त्यति खर्च हुन्छ प्रतीक पर्फर्मेन्स राम्रो भइरहेछ त्यो ठिक छ स्टेप आउट कि स्टेप आउट ब्याटिङ गर्नु नहुने नट आउट आइरहेछ के पर्फर्मेन्स राम्रो भइरहेछ अरे गुप्ताजी की है कान घोडी होइन को विदेश जान लाग्यो त्यसको पैसा हालौँ है ट्रान्जेक्सन राम्रो देखिन्छ कहाँ आगो विदेशबाट भनेपछि आफ्नै गाममा नि चिनेनन् मलाई जानु इन्जोय गर्न पोखरा आयो पोखरा फेरि दमौली भन्नु आयो कि हामी धन्नै पोखरा यहीँ आयो मलाई त किन होइन यस्तो यस्तो हो नि त्यो पोइजन ग्यास आउँछ जस्तो लाग्यो कि अनि सक्यो म तेज आफ्नो सिन हो क्या त्यहाँबाट ढोकानी यस्तो रहेछ ढोका नखोली आएको ढोका रहेछ ल केटा हो अब प्लान बनाऊ न त कहाँ जाने हो के गर्ने हो अब प्लान ए भनेको काइकिङ बी भनेको कायाकिङ अहिले कायाकिङ त बेलुका मजा होला नि ए भनेको नि खाम यार हो र अहिले जाने अहिले के नास्ता गरौँ नास्ता त छ के खाना खान्छ त खाऊ त्यतै तर लामो कायाकिङ त घाम लाग्ला नि अहिले होइन प्लान ए भनेको अब प्रतीकलाई सबैले पैसा हालौँ त्यो प्लान ए पहिला मलाई हाल्ने तपाईँलाई हाल्ने कसलाई हाल्ने तिमीलाई ल भइहाल्छ मलाई हालिदिनु भयो कति रे 1500 हैन मैले 1500 उठाउँ 1500 कति ए 15000 हजुर एक दिनको खर्च हुन्छ त्यहाँ हाम्रो चाहिन्छ एक दिन नि नाइ एकछिन खाजा खाने त्यसको लागि हो 15,000 होइन एकछिन आज एकछिन बस्छ अनि दिउँसै किङ्स लाउन्ज जाने हैन हामी किङ्स लाउन्ज को जाने किङ्स लाउन्ज सबै हाल्यो म सेवा गर्छु ल 1000 रुपैयाँ अहिले 1000 रुपैयाँ गरिदियो सेवा कालबर्ती की सेवा हो तिमी हेर्ने 2000 ही सेवा गर्दिन्छु ल्याउनु आमा कालबर्ती की सेवा हो सबै सेवामा लौ न बेलुका फाइट है हाम्रो काट्टा काट बेलुका पिट्टा पिट मा सबको अब हामी कहाँ जाँदैछौँ मन नाइन्दै खाजा खाना गाजा खाना ओए तैँले मेरो बहिनी कहाँ हो पाओ खाएको चलो ओए यो एसलाई आउनै राखौँ यार मिलेन कि अनुजले छिर्थे कि ए सरी ल भन न छिटो यहाँ नम्बर चाहिँ किन दिनु पर्ने नमस्ते नम्बर चाहिँ हामी अब बाहिर निस्किनु लाग्यो अब त्यही भएर पछि ढिला भयो भने फोन गर्नु पर्यो होटलको साथमा त्यही भएर नम्बर चाहियो ओके गुप्ता को आउँदै हो
देव हो। देव खनाल पागल हो ओ दाइ सम्झाउनु न यार सबैको नम्बर लेख्न ला त्यहाँ कसले काल प्रतीकले प्रतीक पागल हो पागल हो पाल्यो साधन के गर्ने हो दाइ यार स्विट मेमोरीमा हामी चेक इन गरेको छौँ भर्खरै पानीको बोतल लियौँ अब खाजा खान जान्छौँ खाजा खाएर काइकिङ हान्ने भन्ने कुरा छ हाने ठिक छ नहाने घोतालेले पिटे खान्छ यसले प्लान बनाएको कहाँ जाने गोतालेले कहाँ जाने बनाएर मैले प्रिजन गुरुङ घोताङ प्रतीक राम्रो खेलिरह है हामी पढाउने प्लान थिएन प्रतीकले आज राम्रो खेलिरह किन मैले कभर ड्राइभ हानेको आज राम्रो खेलिरह फर्ममा खा प्रतीक यार क्यामेरा यार कहाँ गयो झाँटो के हो यार कोही झाँटु के गर्नु के बोल्यो यो पागल हो चितो नाइनो चाहिँ के ल्याएको के यार अब त्यो मलाई किन ल्याएको नि यो पनि डिगभित्र हाल्नु पर्यो एक खिच्छ फोटो तपाईँ राख्नु न अरू चाहिँ त्यहीँ बसिरहेको त लडाउलाई भाइ लडाउलाई ठोकिन्छ भाइ ओइ ल गाइजहरू चाहिँ अब खाजा खान निस्किसकेका छन् आज अब ठुलो हात चाहिँ सुमन दाइको ताल स्कुटी भयो नि तिमी एक्लै आउँदो जस्तो लाग्यो नि गोर्खाले रिटेन गर्छ गर्दैन